र एउटा कुरा के भन्न चाहन्छु भने हामी नयाँ पार्टी हो, नयाँ सोचले गर्दा हामीले हरेक चुनावमा गएर एउटै एजेन्डा बोकेर जाने, सुशासन ल्याउँछु भनेको छ, सुशासनको लागि एजेन्डा बोकेको छ, सुकुम्बासी समस्या हटाउँछु भनेको छ। हामीले यही कार्यकालमा सुकुम्बासी समस्या समाधान गर्छौँ, यही कार्यकालमा सहकारी समस्या समाधान गर्छौँ। अर्को चुनावमा फेरि यही एजेन्डा बोकेर जाँदैनौँ, अर्को चुनावमा नयाँ एजेन्डा बोकेर जाने हो। र भोलि पर्सि हुने चुनाव भयो अथवा केही भयो, चुनावमा कसैलाई सिसिएम बन्न मन लाग्छ, कसैलाई पदाधिकारी बन्नु भयो, ठिकै छ। बन्नु भएन भने पनि चिन्ता किन लिनु पर्दैन भन्दाखेरि हाम्रो गठबन्धनको सरकार होइन, हाम्रो एकल पार्टी सरकार हो। र एकल पार्टीको सरकार हुँदा के बुझ्नुपर्छ भन्दा हरेक मन्त्री प्रधानमन्त्री हो, हरेक सांसद प्रधानमन्त्री हो, हरेक पदाधिकारी प्रधानमन्त्री हो, हरेक सिसिएम प्रधानमन्त्री हो, हरेक कार्यकर्ता प्रधानमन्त्री हो, हरेक आस्था राख्ने मान्छे प्रधानमन्त्री हो। भोलि तपाईँले सिसिएम जित्नु भएन, म सिसिएम भएको भए यो गर्थेँ भन्ने छ भने आउनुहोस्, भन्नुहोस्, पार्टीलाई भन्नुहोस्। भोलि तपाईँ सांसद हुन सक्नु भएको छैन, म सांसद भएको भए यो काम गर्थेँ भनेर लिएर आउनुहोस्। तपाईँलाई जे गर्न मन लाग्छ यो पार्टीले गर्छ, यो सरकारले गर्छ। र हाम्रो पार्टीका पदाधिकारीहरूलाई सरकार र पदाधिकारीहरू, सिसिएमहरू विभिन्न जिल्लाबाट आउनु भएको छ, उहाँहरूसँग कनेक्ट भएर उहाँहरू र सरकार एउटै हो भन्ने उहाँहरूलाई चाहिँ अनुभूति गराउन अझै पनि उहाँहरूलाई अनुरोध गर्न चाहन्छु। अझै बोलौँ के गरौँ? ठिकै छ, अब नबोलौँ भन्दा बोल्ने दिन आइहाल्छ भने जस्तै। ठिकै छ, अब अर्को यो पछाडिको मन्तव्य हाम्रो सभापतिज्यूको रहेको नै छ। र एउटा कुरा फेरि अन्तिममा के भन्न चाहन्छु तपाईँहरूलाई भन्दाखेरि पार्टी चाहिँ एकै ठाउँमा राख्ने कुरा हो, पार्टीलाई एक बनाउनुपर्छ। आज भोलि पर्सि चाहिँ हामी पार्टीको बारेमा सोचौँ र त्यो पछाडि 5 वर्ष देशको बारेमा सोचौँ। धेरै धेरै धन्यवाद।